साथीहरु आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। किनकि तपाई यदि स्टुडेन्ट हुनुहुन्छ भने तपाईहरुको सिस्टम धेरै स्लो चलेको छ भने तपाईहरु आफ्नो सिस्टमलाई एकदमै पहिला भन्दा स्मुथ गर्न सक्नुहुन्छ। अब तपाईहरुले के कुरा मिस्टेक गर्दाखेरि कुन प्रोसेसहरु तपाईहरुले विकली गर्नु नभएको कारणले गर्दाखेरि तपाईको सिस्टम स्लो हुन्छ। तपाईको डेलीको क्रियाकलापले गर्दा लोड बढेर तपाईको सिस्टम स्लो भइरा हुन्छ। त्यसको लागि सबभन्दा पहिला आफ्नो किबोर्डमा विन्डोज प्लस आर प्रेस गर्ने अनि त्यसपछि तपाईको यो रन कमान्ड ओपन हुन्छ। अनि ओपन भइसकेपछि तपाईले सबभन्दा पहिला यसमा हामीले तीनटा कमान्ड रन गर्नुपर्छ। एउटा टेम्प% र रिसेन्ट जुन यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ इजी तरिकाले म तपाईहरुले यहाँबाट हेराउन सक्छु। यहाँबाट हेर्न सक्नुहुन्छ जुन यहाँ मैले क्लिक गर्दाखेरि यहाँबाट रिसेन्ट अहिले मैले रिसेन्टमा क्लिक गरे हो। रिसेन्टमा क्लिक गरिसकेपछि यहाँबाट तपाईहरु यसलाई रिसेन्टमा क्लिक गर्ने अनि क्लिक गरेपछि ओके गर्नु होला। ओके गरिसकेपछि तपाईहरु सिम्पली यहाँबाट तपाईले रिसेन्टली कुन फाइलहरु तपाईले रन गर्नुभएको छ त्यो फाइलहरु लोड हुन्छ। यो फाइलहरुले सबै तपाईले अल सिलेक्ट गर्ने, अल सिलेक्ट गरिसकेपछि डिलिट गरिदिने। यस्तै तपाईहरु यो सबै जुन मैले कमान्ड यहाँबाट बताइरहेको छु त्यो सबै कमान्डमा भएको फाइलहरुलाई यहाँबाट तपाईहरुले डिलिट गर्नु होला। जुन कमान्ड यहाँबाट हेर्नुहुन्छ। अब त्यसपछि टेम्पको मैले सर्च गरे, टेम्पलाई मैले ओके गरे। ओके गर्दाखेरि फेरि अर्को फाइल ओपन हुन्छ। त्यसमा पनि कन्ट्रोल ए गरेर तपाईहरु फुल फाइल सिलेक्ट गर्नु होला। अनि सिलेक्ट गरिसकेपछि सिम्पली त्यसलाई तपाईले राइट क्लिक गरेर यहाँबाट डिलिट गर्नु होला। यहाँबाट डिलिट गर्नु होला। डिलिट गरिसकेपछि तपाईले अलि टाइम लाग्छ किनकि अब धेरै दिनको डाटाहरु तपाईहरु बसिरा हुन्छ, सिस्टम स्लो भइरा हुन्छ, त्यही भएर अलि टाइम लाग्छ। अनि त्यसपछि यहाँ फेरि टिक गरेर एकचोटी अझै ट्राई गर्ने। जुन भएन भने त्यसलाई अब स्किप गर्दा हुन्छ किनकि अब फोर्सफुली बडी डिलिट भइरा हुँदैन। कुनै केसमा एकचोटी अझै दुईचोटी ट्राई गर्ने। जुन भयो भने भयो, भएन भने त्यसलाई यस्तै छोड्दिने। अनि यति गरिसकेपछि एउटा प्रोसेस अझै बाँकी छ। फेरि तपाईहरुले सबै विन्डोजले काट्नु अनि त्यसपछि फेरि विन्डो आर प्रेस गर्नु। हामीले टेम्प र रिसेन्ट गर्यो। अब 10% हाम्रो लास्ट प्रोसेस बाँकी रहेछ। यसमा 10% सिलेक्ट गरेर यहाँ टाइप पनि गर्न सक्नुहुन्छ। मैले टाइप गरेर सर्च गर्दाखेरि यसमा आइरहेछ अगाडिदेखि नै। अब तपाईको त्यस्तो केसमा आउँदैन। तपाईहरु यहाँ फुल्ली टाइप गर्नु होला। अनि टाइप गरिसकेपछि यहाँ ओकेमा क्लिक गर्नु होला। अनि 10% गर्दाखेरि फेरि यसमा फाइलहरु आउँछ। अनि त्यसपछि यहाँबाट फेरि अल सिलेक्ट गर्ने, अल सिलेक्ट गरेर फेरि यसलाई डिलिट गर्ने। यति गर्नुहुन्छ भने तपाईको जति र्यान्डम फाइलहरु छ त्यो सबै फाइलहरु यहाँबाट डिलिट हुन्छ। अनि डिलिट गरेर फेरि यो हाम्रो सिस्टममै बसिरा हुन्छ। अब यसको लागि सबभन्दा पहिला अब तपाईले के गर्नुपर्छ भने यो प्रोसेस हुन अलि टाइम लाग्छ। तपाईको जति धेरै टाइम भएको हुन्छ त्यति धेरै तपाईको सिस्टममा लोड परिरा हुन्छ। तपाईले समयमा यसलाई क्लिन गर्नुपर्छ। अब यति भइसकेपछि सबभन्दा पहिला यहाँबाट हाम्रो रिसाइकल बिनमा जाने। यहाँबाट जुन रिसाइकल बिन हाम्रो यहाँ छ, जुन यो रिसाइकल बिन हेरिराख्नु भएको छ यो रिसाइकल बिनमा जाने। अनि रिसाइकल बिनमा गइसकेपछि यहाँबाट इम्पिटी रिसाइकल बिन गर्ने अनि सबैलाई डिलिट गर्ने। डिलिट गरिसकेपछि एक दुईचोटी रिफ्रेश गर्ने अनि तपाईको सिस्टम पहिला भन्दा जुन अलि बढी स्लो भएको थियो नि त्यो एकदम इजी तरिकाले अब राम्रो परफर्मेन्स जुन हुन्छ नि स्पिड वाइज त्यो अनुसार राम्ररी चल्छ। यस्तै भिडियो बुझ्नको लागि तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्नु होला। अनि टेक रिलेटेड